न्युजिल्यान्डमा मास्टर्स डिग्री अप्लाई गर्दै हुनुहुन्छ भने तपाईँहरूको लागि एउटा एकदमै इम्पोर्टेन्ट भिडियो छ। यदि सम्भव भएसम्म तपाईँहरूले होल कोर्सको ट्युसन फी एकमुष्ट पे गर्नुहोला, तपाईँहरूको एआइपी एप्रुभ भइसके पछाडि। यस्तो गरेमा तपाईँहरूले होल इयरको आफ्नो कोर्सको ड्युरेसन बराबरको भिजा पाउनुहुन्छ। यदि तपाईँले जस्ट 1 इयरको अथवा 120 क्रेडिटको मात्र ट्युसन फी पे गर्नुभएको छ भने त्यस्तो कन्डिसनमा हजुरले फर्स्ट इयरको मात्र भिजा पाउनुहुन्छ र नेक्स्ट इयर भिजा थप्दाखेरि हजुरले बाँकी 6 महिनाको भिजा एक्सटेन्ड गर्नको लागि फेरि भिजा प्रोसेसिङहरू, लिभिङ फीहरू देखाउनु पर्ने र इमिग्रेसन न्युजिल्यान्डलाई भिजा एप्लिकेसन फी तिर्नु पर्यो र तपाईँ म्यारिड हुनुहुन्छ भने डिपेन्डेन्ट पार्टनरको पनि तपाईँको भिजा जति छ त्यति नै आउने भएको हुनाले फेरि पार्टनरसिप बेस्ड वर्क भिजा थप्दाखेरि फेरि उहाँले पनि भिजा फी तिर्नु पर्दा तपाईँहरूलाई 2-3,000 भन्दा बढी लस हुनसक्छ। सो सम्भव भएसम्म आफ्नो फाइनेन्सियल स्टाटस सबै कुराहरू मिलेको छ भने तपाईँलाई धेरै बर्डन पनि नहुनेछ भने बेटर टु पे होल कोर्सको ट्युसन फी 180 क्रेडिटकै अफर लेटरमा मेन्सन गरे अनुसारको फी पेमेन्ट गरेर एआइपी रिक्वायरमेन्ट्स सबमिट गर्नुहोला।